दिस इज इम्पोसिबल। बुढो कसको फोन हो? एकजना साथीको हो। केटा साथी कि केटी साथी? केटा साथी नै हो क्या। अब यो बुढेसकालमा पनि केटी साथी बनाउँदै हिँड्छु होला त म। केटा मान्छे कहिले पनि बुढो हुँदैन, त्यही माथि हजुर त साह्रै हेल्छ हुनुहुन्छ। हुँदा हुँदा आफ्नो बुढीले पनि हेला गर्न थालिसक्यो। हेला गरेको होइन के राजा, तारिफ गरेको हो। आफ्नो बुढोलाई पनि कसैले हेला गर्छन् र? तिमीसँग नसक्ने भए के भन्नु त? बोल्न नि, अरू के हुनु। त्यत्तिकै गफाडी। आफै गफ लाउने अनि मलाई चाहिँ गफाडी भन्ने। जमाना उल्टो छ आज भोलि। जाउँ है छिटो।